सबैजनामा नमस्कार। आज हाम्रो प्रतीक्षाको घडी समाप्त हुँदैछ किनभने हामी आज 4 दिनपछि तिलिचो ताल जाँदैछौँ। तिलिचो बेस क्याम्पबाट हामी बिहान 4 बजे यात्रा सुरु गर्नेछौँ र यात्राको समय करिब 4 घण्टाको हुनेछ। तिलिचो ताल 4919 मिटरको उचाइमा रहेको छ। यो तालको हामी आज अवलोकन गर्नेछौँ र बाटो एकदमै सुन्दर छ। यो भिडियो एकदम इन्फर्मेटिभ छ। भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। गुड मर्निङ सबैजनामा। अब हामी जानको लागि रेडी भइसकेका छौँ। बिहानको 4 बज्यो। हामीले साथमा पानीको बोतल, लसुन, अदुवा, टिमुर, चकलेट, कोल्ड ड्रिङ्क्स लिएर जानेछौँ। हामीले बिहानको 4 बजे यात्रा सुरु गर्यौँ। अँध्यारो बाटो, टर्चको उज्यालो र चिसो सास। करिब 4 घण्टाको यो यात्रा हुनेछ। हामीले करिब 4300 मिटरको उचाइबाट सुरु गरेको यो यात्रा 4919 मिटरको उचाइमा रहेको तिलिचो तालसम्मको हुनेछ। हिँडाइको करिब 1 घण्टापछि सूर्योदय भयो। अन्नपूर्ण हिम श्रृङ्खलाबाट झुल्किएको घामले पदमार्ग सुनौलो बनाइरहेको थियो। बाटो निकै साँघुरो छ। हरेक पाइला एकदम विचारपूर्वक चाल्नुपर्ने छ। उकालो बाटो छ। खानसार र अन्नपूर्ण हिमालहरू नजिकै देख्न सकिन्छ। नजिकै नदी, ग्लेसियरहरू पनि देख्न सकिन्छ। एकदमै रमाइलो छ बाटो। चारैतिरबाट हिमालले घेरेको छ। ठाउँ एकदमै चिसो छ, तर मन ऊर्जाले भरिएको। बेस क्याम्पदेखि तिलिचो तालसम्मको दूरी करिब 5 किलोमिटरको छ। तर हाई अल्टिट्युडको हिँडाइले हामीलाई केही अप्ठ्यारो पारिरहेको छ। हरेक 10 कदममा श्वास फेर्न रोकिनुपर्छ। बाटो निकै उकालो छ, तर साह्रै रोमाञ्चक। बाटोमा चट्टान, हिमाली खोलाहरू र हिमाली वनस्पति देख्न पाइन्छ। यात्रा कठिन भए पनि प्राकृतिक दृश्यहरूले थकान हराइरहेको थियो। हामी 4710 मिटरको हाइटमा छौँ। यहाँ एकछिन आराम गर्नलाई यहाँ हामी बसेका छौँ। अब हाम्रो गन्तव्य स्थान चाहिँ त्यो टुप्पोमा हो। त्यो माथि 22 घुम्ती छ। त्यहाँभन्दा माथि तिलिचो ताल देखिन्छ। 4710 मिटर। अब अझै 200 मिटरको हाइट बाँकी छ। अहिलेसम्म त्यस्तो गाह्रो अप्ठ्यारो भन्ने कुरो अब खुट्टा दुख्ने त्यो अब सामान्य गाह्रो त भएको छ, तर त्यस्तो लेक लाग्ने त्यस्तो चाहिँ भएको छैन। ल्यान्डस्लाइड एरिया हो। लसुन खायो भने अलिकति आराम मिल्दो रहेछ। र यहाँ अन्नपूर्ण हिमाल, यता माछापुच्छ्रे, दक्षिणतिर हो फेरि यो सबै दक्षिणमा देखिया कि हिमाल भन्दा त कति पारी हामी त हेर्नु। अब यो बाटो त्यो 22 घुम्ती छ। त्यहाँबाट भएर त्यो माथि टपको पारीपट्टि छ जस्तो लाग्यो मलाई ताल। यहाँ ताल चाहिँ यहाँ हिमाल अलि त्यो हिउँ पग्लेर बने ताल हो, हिमताल हो यो होइन। तिलिचो भने हिमताल नै हो। अनि त्यहाँबाट यो नदी चाहिँ कहाँबाट आयो भन्ने पत्तै छैन क्या। यो बिचबाट यो पहाड फोडेर आयो कि कताबाट आयो भन्ने अहिलेसम्म पत्ता लगाउन सकेको छैन। यहाँ पुरै चट्टान घाँस भन्ने त देखिँदैन कि ल हेर्नु त केही छैन कि। बोट बिरुवा जिरो।
हामी बाटोमा खोजहरू, झरनाहरू अनि टाढाबाट देखिने अन्नपूर्ण श्रृङ्खलाका हिमालहरू हेर्दै अगाडि बढ्यौँ। बाटो निकै चट्टानी छ। कतिपय स्थानहरूमा अक्सिजनको कम भएर श्वास प्रश्वासमा अलिकति गाह्रो हुन सक्छ, तर त्यसको बदलामा सुन्दर अमूल्य दृश्यहरू देख्न पाइन्छ। यहाँ ट्रेकरहरू बिस्तारै हिँड्दै गइरहेछन्। यहाँ थकाइ मार्दै हिँड्दै एकैचोटि यत्रो उकालो बाटो, यति हाई अल्टिट्युडको बाटो हिँड्न सकिन्न, आराम गर्दै हिँडिरहेछन्। तेलिचो ताल जानलाई घोडाको पनि व्यवस्था छ, तर धेरैजसो मान्छेहरू हिँडेर नै जान खोजिरहेका हुन्छन्, किनभने त्यो बाटोको रमाइलो, मान्छेहरू ट्रेकिङ गर्न आएका हुन्छन्, हिँड्नलाई आएका हुन्छन्। विशेष गरी विदेशी पर्यटक चाहिँ बढी हिँड्न रुचाउने रहेछन्। मैले यहाँ आएर थाहा पाएँ विदेशीहरू चाहिँ ट्रेकिङ गर्न नै रुचाउँछन्। अप्ठ्यारै परेको खण्डमा सास फेर्नै गाह्रो भयो, हिँड्नै सकेन, खुट्टा फ्र्याक्चर भयो, त्यस्तो खालको अवस्थामा मात्रै घोडाको प्रयोग गर्छन् धेरैजसो, नत्र भने सामान्यतया त्यस्तो घोडाको प्रयोग भएको देखेन मैले चाहिँ यहाँ। मैले बेस क्याम्पमा सुनेको कोल्ड ड्रिङ्क्सले पनि यो हाई अल्टिट्युड सिकनेसलाई कम गर्छ भन्ने सुनेको थिएँ। त्यही भएर मैले बाटोमा बिचबिचमा बसेर कोल्ड ड्रिङ्क्स खाइरहेको थिएँ। मलाई त्यस्तो गाह्रो त भएको थिएन, तर लसुन र कोल्ड ड्रिङ्क्स चाहिँ मैले मजाले खाएँ। हामी चाहिँ 4930 मिटरको हाइटसम्म आइपुग्यौँ। अब चाहिँ अलिकति ओह्रालो पनि छ, उतातिर उकालो पनि छ। यहाँ आइरहेछन्। मौसम निकै खराब भयो, सोचे जस्तो भएन। अघि एकदम खुल्या थियो, अघि थकाइ लाग्यो, छिटो छिटो आउन पनि सकेन। फेरि हाई अल्टिट्युडको कुरा, छिटो आउनु नै भएन। अब 1-2 घन्टा वेट गरिन्छ त्यो तालमा पुगेर, त्यसपछि खुलेन भने अब फर्किनु पर्ला। के गर्ने त, नेक्स्ट टाइम भनेर। खुल्छ होला जहाँसम्म लाग्छ। एकदम कुहिरो छ, माथि घाम चाहिँ अलिअलि देखिरह। ठिक छ। ट्रेकरहरू आइरहेछन् बाटोमा। हो कति छ अब? त्यस्तै 40 मिटर खुल्छ होला। स्योर छैन। 1-2 घन्टा पछि खुल्छ होला नि। 1-2 घन्टा वेट गऱ्यो भने क्यामेरा दाजुभाइहरू हुनसक्छ। कुन उसहरू खुल्छ होला नि होइन मौसम? खै अब त्यो निश्चित हुँदैन कि, त्यही हुँदैन। कतिखेर ड्याम त्यो पुरेर ढाकिदिनु। अघि राम्रो थियो है, अलिक पुगेन। ताल त पुरै कुहिरोले गयो होला नि, ताल छोप्यो होला। कहिले छोप्छ, अहिले खोल्छ होला। कति टाइम लाग्छ यहाँबाट? 20 मिनट 40 मिनट। छिरी हिँड्यो भने त्यही छिरी 15 मिनट पर्छ। 5-10 मिनट त्यो मोडबाट देखिन्छ ताल? देखिँदैन कहाँ आज यहाँदेखि। हे भगवान्, 4900 त पुग्यो त हाइट। कति हाइट हो? 4900 त पुग्यो त। 49 पुग्यो। आज साई त्यस्तै 100 जति त। 5000 झर्ने हो कि 5000बाट फेरि झर्नुपर्छ अलि तल? 49 झर्नु पर्दैन। 49 हो यही हाइटमा ठ्याक्कै। यो देखिने पानी नि धरती मुनिबाट मूल फुटेर आएको के तालबाट। अब भित्रभित्रै आएको छ कि, यहाँ कुनै पनि छैन, यसरी फुटेर आएको छ। र 1 किलोमिटरको दूरीमा छ तिलिचो ताल। त्यहाँ छ 1 किलोमिटरको दूरीमा। यो हिमालको ठ्याक्कै मुनि 1 किलोमिटरको दूरीमा। ताल पुग्नुभन्दा थोरै अगाडि एउटा सुन्दर मैदान रहेको छ। यो मैदानमा बसेर मैले एकछिन थकाइ मारेँ। अघिको उकालोको थकाइ यो मैदान देखिसकेपछि बिर्सिन्छ। यो यति सुन्दर छ। यहाँ बुद्ध धर्ममा त्यो ढुङ्गाहरू खप्ट्याएर बनाइने त्यो के भन्छ त्यसलाई, मलाई ठ्याक्कै त्यसको नाम चाहिँ थाहा भएन, त्यो बनाइएको रहेछ। मैले पनि एउटा ठ्याक्कै बनाइहालेँ। अनि यो ठाउँमा थकाइ मार्न लगभग म आधी घन्टा जति बसेँ। अनि मौसम पनि लगभग खुलिरहेको थियो।
कस्तो राम्रो मौसम खुल्यो र हेर्नु अन्नपूर्ण हिमाल अब मात्र 800 मिटरको दूरीमा छ तिलिचो ताल। यस्तो रमाइलो छ, फाँट छ यहाँनिर अलिकति। केशव जोशी And your? Christopher. Christopher. Yes. यहाँ मसँग चिलीको मान्छे हुनुहुन्छ। Hello guys, my name is Christopher from Chile. चिल मान्छे पुरै Chile. Spicy. With my friend. Nepal. मौसम अघिको तुलनामा निकै खुलिसक्यो तर पनि हिमालतिर अझै कुहिरो बाँकी छ, बादल लागेकै छ। तर अघि एकैछिन चाहिँ मलाई डर लागिसकेको थियो, अब ताल चाहिँ देख्न पाइन्न, यत्रो दुःख गरेर आइयो भन्ने लागेको थियो। अहिले हेर्दा चाहिँ निकै खुलिसकेको छ तर पनि पानी पर्ला पर्ला जस्तो भएको छ। अब हेरौँ के हुन्छ। ताल पुग्ने बेला यस्तो पानी पर्यो। र फाइनली हाम्रो 3 दिनदेखिको इन्तजारको घडी सकिसकेको छ। हामी तालमा पुगिसकेका छौँ। यो तालमा पुग्नलाई चाहिँ कति मेहनत गरियो, कस्तो ठाउँबाट आइयो, कस्तो भिरपाखा, गाडीमा हुँदा पनि त्यस्तै दुःख, हिँड्दा पनि त्यस्तै दुःख गरी आइयो। यहाँसम्म पुगिने हो कि होइन भन्ने डर मनमा उत्तिकै। तर फाइनली हामी सफल भएका छौँ तिलिचो ताल पुग्न। 5020 मिटरको उचाइ देखाइरहेछ मोबाइलमा, तर यो ताल चाहिँ 4919 मिटर हो। यो भ्यू पोइन्ट चाहिँ 5020 हुन सक्छ। हामी सफलतापूर्वक एकदमै रमाइलोका साथ यो तालमा आइपुगेका छौँ। हेलो फ्रम तिलिचो 4919। म बसेको ठाउँ चाहिँ 5000 मिटर छ। त्यो ताल चाहिँ 4919 हो। सब कुरा एकदम ओके छ, एकदम रमाइलो छ। तर यहाँ अक्सिजनको कमी भएर होला होइन, सास फेर्न चाहिँ एकदमै गाह्रो के। आराम गरेर बसे पनि सास फेर्न गाह्रो। अब धेरै बेर यहाँ बस्न त्यति नसकिँदो रहेछ। यहाँ एउटा छ भ्यू पोइन्ट। यो भ्यू पोइन्टबाट हामी अन्नपूर्ण हिमालको दृश्यावलोकन गर्नेछौँ। फाइनली हामी तिलिचो तालमा पुगेका छौँ। माथि हिमालसँगै जोडिएको रहेछ तिलिचो ताल पनि। यहाँ तालको पानी यस्तो देखिन्छ ताल। मौसम पनि ठ्याक्कै पुग्ने बेला ठ्याक्कै खुल्यो। अन्नपूर्ण देखिन्छ यहाँबाट। एकदम रमाइलो ठाउँ छ, रमाइलो वातावरण। एकदम यहाँ पर्यटकहरूको पनि भिडभाड छ। यहाँ यस्तो छ। धेरै सुन्दर ठाउँ, एकदम जिन्दगीमा एकचोटि आउनै पर्ने ठाउँ हो यो चाहिँ। अन्नपूर्ण हिमालको ठ्याक्कै मुनि तिलिचो ताल। यस्तो राम्रो सुन्दर रमणीय। यहाँ एकदम सफलतापूर्ण होइन पुग्यौँ। रमाइलो लागिरहेछ। अब फर्किने बेला भयो। चिसो छ, मौसम धेरै। यहाँ पुगिसकेपछि तपाईँको के छ धारणा? एकदम चिसो छ, हाई एल्टिच्युड।
हामीले यहाँ मरिच चबाइरहेछौँ। अनि सोचे भन्दा राम्रो भयो। तर आज मौसम एकदम खुल्यो, मौसमले साथ हामी एकदम लकी रह्यौँ। मौसम खुल्यो, हामी हतार गरेर नि आएनौँ, समय लगायौँ, एकदम कुल भएर आयौँ, एकदम समय लगाएर आयौँ, केही फरक परेन। तर यो हाइटमा चाहिँ अलिक गाह्रो भइरहेको छ। हाइटमा त गाह्रो छ, तर हामी यसलाई मेन्टेन गर्छौँ। अब 2 घन्टाको ठाउँमा 3 घन्टा लगाएर आयो। अब यस्तो राम्रो देखिएको छ यो पनि भ्यू आयो। मौसम खुलेपछि यस्तो राम्रो देखियो यहाँ विदेशी साथीहरू फोटो खिच्न व्यस्त हुनुहुन्छ। सिजनको कमी भयो, वाकाको लाग्न थाल्यो। अब यहाँबाट चाहिँ भाग्नुपर्छ छिटै। एकदम वाकी लागिरह, त्यो टाउको दुखाए जस्तो कस्तो कस्तो भइरह। अब यहाँबाट चाहिँ भागिहाल्नुपर्छ। अब हामी हिँड्यौँ, अब जाउँ दाजु, जाउँ। हेलो, जाउँ अब। हामी लेकको सुन्दर साइट भिजिट गरेर फर्किसकेका छौँ। अब लेक त भिडियोमा देखिसकेको छ, सुन्दरताको कुनै कमी छैन, एकदमै सुन्दर छ, एकदमै रमाइलो छ। अब चाहिँ मौसम अलि बिग्रिसक्यो अनि अब फर्किनुपर्छ यति बेला। अब नफर्क्यो भने चाहिँ लेक लाग्ने सम्भावना बढी हुन्छ। अब अल्टिट्युड बिस्तारै घट्दै जान्छ अनि त्यसपछि हामीलाई चाहिँ त्यति गाह्रो हुँदैन, हिँड्दा पनि सजिलो हुन्छ, ओह्रालो छ, ठिकै छ। दिउँसोको 12 बजीतिर हामी तिलेचो तालबाट फर्क्यौँ बेस क्याम्पको लागि। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। यदि हजुरहरू पनि तिलेचो ताल जान चाहनुहुन्छ भने एकदमै जानुपर्ने ठाउँ नै हो, तिलेचो ताल हो। नेपालमा घुम्नुपर्ने ठाउँमध्ये एक ठाउँ तिलेचो ताल पनि हो। बाटो अप्ठ्यारो छ तर पनि त्यहाँ पुगिसकेपछि त्यसको सुन्दरता हेरिसकेपछि त्यो बाटोको अप्ठ्यारोपन सबै बिर्सिएर जान्छ। फर्किने बेलाको भिडियो पनि म अर्को पार्टमा लिएर आउँला। त्यो बाटो पनि एकदम सुन्दर छ, एकदम रमाइलो छ, एकदम एडभेन्चर डरलाग्दो पनि छ। अस्ति राति पऱ्यो त्यही भएर त्यो भिडियो खिच्न पनि पाइएन। त्यो बाटो एकदम सुन्दर छ, झन् योभन्दा सुन्दर छ त्यो ठाउँ चाहिँ। त्यो चाहिँ अर्को भिडियोमा म लिएर आउँला। त्यतिन्जेलसम्म यो भिडियो हेरेर साथ दिनुहोला। हस्, धन्यवाद, नमस्कार।